We trust our leaders to protect what belongs to all of us. But what happens when the very people meant to guard us betray us? Comment? Excuse me, sir. I'm not the driver, sir. धन्यवाद। नमस्ते सर। नमस्ते सर। नमस्ते। आउनुहोस् न, बस्नुहोस्। एउटा कामको लागि सर किनकि मेरो जग्गा पासै भएकोले जति चाहिँ गर्दा पनि सुकै हजुरले दिनुहुन्छ। डकुमेन्टहरू सबै छ नि? हजुर सबै छ। नक्सा त अलि पास नहुने हो रहेछ त हजुरले त केही गरेर मिलाउनु मिल्दैन सर। गाह्रै छ अलिकति मिलाउनु रहेछ। ठाउँै त्यस्तो परेको रहेछ हजुरलाई। हजुरले त केही गरेर मिल्दैन सर भित्रभित्र। नमिल्ने त होइन हेर्नुहोस् सर, मिल्न त मिल्छ तर अलिकति मान्छेहरूलाई खुसी पार्नु पर्ने हामीले नि भित्रभित्र। अहिलेलाई यति जति छ नि सर, हेरिदिनु त हजुरले। यति अलिकति नबोला हेर्नुहोस्। बिचमा नि सर काम गर्दै गर्दाखेरि मिलाउनु भित्रभित्र। ठिकै छ सर, अहिले यति नै गर्नु है, पछि सम्झिराख्नु न। Corruption does not shout, it slips into handshakes, pockets, and the back rooms. One brave witness, one camera is enough to make the truth breathe. दर्शकबिनहरूलाई नमस्कार। आजको मुख्य समाचार हामीले भर्खरै खबर पाएको छौं कि नेपालगञ्जका हाम्रो आफ्नै मेयर राजन श्रेष्ठद्वारा भ्रष्टाचारीवाला करतुत देखेको छ। प्रमाणको लागि हामीसँग यी फोटो पनि छन्। के यति मात्रै सत्य हो र? Evidence crosses into light. A whisper becomes a record, and a record becomes a story. के यति मात्रै सत्य हो र? बाँकी जानकारीका लागि हामीसँग रहिरहनु होला। धन्यवाद। The images are out. The question flood in. Is this everything or just the surface? When courage meets evidence, that's when law steps forward. दुवै पक्षका बयान र सबै प्रमाणहरूको समीक्षा गरेपछि यो अदालत स्पष्ट नतिजामा पुगेको छ। अभियुक्तले घुस लिएर आफ्नो सार्वजनिक जिम्मेवारी दुरुपयोग गरेको प्रमाणित भएको छ। यस्ता कार्यले सरकारको मात्र होइन प्रत्येक नागरिकको विश्वास चोट पुगाएको छ। त्यसैले अदालतले अभियुक्तलाई दोषी ठार गरेको छ। अभियुक्तले राज्यको दुरुपयोग गरेको सम्पूर्ण पैसा फिर्ता गर्नुपर्नेछ र थप जरिवाना तिर्नुपर्नेछ। त्यसैसँगै अदालतले अभियुक्तलाई 11 वर्ष र 3 महिनाको सजाय सुनाएको छ।